यहाँ चाहिँ हामी खुब पढ्थ्यौँ होइन, पुरै नास्ता कस्तरी खान्थ्यौँ होइन फेरि पछि। सो साथीहरू हेर्नु यहाँ पुरै मान्छे दारू खाएर पुरै कस्तरी पल्ट्या रहेछ फेरि होइन पुरै। म त सोचेँ क्या सो हे गाइस, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू ब्लग। सो म चाहिँ हिजो कपाल कटाउन गएको थिएँ होइन। सो म चाहिँ जाँदैछु पसल। सो आज चाहिँ मौसम क्या बबाल छ कि फेरि पानी चाहिँ पर्ला जस्तो छ। म चाहिँ पुरै यस्तै हिँडिदिएको, छाता लिएको छैन। म चाहिँ बिचमा पानी परेपछि फेरि यस्तै हो। अब म चाहिँ हिँडेको साथीहरू पसलतिर। सो हजुरहरूलाई देखाउँदै जान्छु म। हिजो के साथीहरू राति 3 बजेदेखि पानी परेको राति 3 बजेदेखि बिहान पानी पर्यो, फेरि एकछिन रोकेर फेरि एकछिनमा पानी पर्न थाल्यो, फेरि पेट। त्यही हो होइन साथीहरू। यहाँ हेर्नु फुट्की खोजिरहेछन् फेरि। यहाँ हिलो बाटो छ। हिजो चाहिँ फेरि यस्तो मान्छे थिए फुट्की खोज्ने। फुट्की भनेपछि साथीहरू नेपालीमा चाहिँ के भन्छन् र, पाटपुर्रा भन्छ कि पाटपुर्रा, नेपालीमा पाटपुर्रा। त्यही हो साथीहरू होइन। अब के भनौँ, यहाँ हेर्नु एउटा चिज देखाउँछु म हजुरहरूलाई। पुग्छ के बाँदर छ यहाँ, बाँदर। म राम्रोसँग देखाउँछु अहिले। इ भाग्यो यहाँ, ए कलु ओ भाग्यो रुखको माथि। ठिक छ साथीहरू होइन। अब म चाहिँ जानुपर्ने हुन्छ छिटो, किनकि यो पानी पनि पर्ला जस्तो छ। सो अब त्यहीँ गएर भेटौँला है त गाइज। ल अब म चाहिँ छिटो जानुपर्ने हुन्छ। त्यही हो होइन, पानी पनि पर्न आँटेको छ अब। A few moments later. म चाहिँ पसल पुगिसकेको छु। अब तालासाला खोल्नु पर्ने हुन्छ। सो यी हेर्नु मेरो हालत पुरै भिजिसकेको छ। सो लेट्स गो। अब चाहिँ तालासालालाई खोलेर मजाले बस्नुपर्ने हुन्छ भित्र, झाडु साडुको लगाएर। सो म चाहिँ भित्र पुगेर मस्त सफा गरेर अब सकिसकेको छु होइन। हेर्न सक्नुहुन्छ यता मस्तले चिटिक्क पारेर सफा गरेर सकिसकेको छु म चाहिँ अब। सो म चाहिँ हिजो गएको थिएँ कपाल कटाउन साथीहरू। हेर्नुहोस् मेरो लुक्स। म चाहिँ यस्तो कपाल कटाउँछु फेरि सानो कटाएपछि होइन, मेरो चाहिँ यहाँ पछाडि कपाल बिग्रेछ क्या मेरो यहाँ चाहिँ। त्यही भएर म चाहिँ अहिले सानो कटाउँदैन। सो त्यही हो होइन, घरको मान्छे चाहिँ सानो गराएर भन्छन् फेरि के भन्ने। यस्तो टाउको पनि बिग्रेछ क्या सानैदेखि, त्यही भएर म चाहिँ सानो कटाउँदैन। सो म चाहिँ यस्तो कट चाहिँ मस्त लाग्छ फेरि होइन। जति बेला नि यही कट मात्र हान्छु कि फेरि। 1 hour later. तो चलिए शुरू करते हैं। उहाँ चाहिँ खासमा आउनु भएको थियो ट्याटूको लागि। सो उहाँको चाहिँ बजेट अलिक कम थियो, त्यही भएर नेक्स्ट टाइम आउँछु भनेर भन्नुभएको। अनि उहाँले चाहिँ पियर्सिङ गर्छु भनेर पियर्सिङ गर्न लाग्नुभएको। म चाहिँ पियर्सिङ गर्न सुरु गरिसकेँ। ल अभी तो रुको, क्लाइमैक्स अभी बाकी है।
फाल्टो पार्ने पाल होइन फाल्टो पार्ने र उहाँको सकिने बित्तिकै उहाँको सँगै आउनुभएको थियो एउटा सिस्टर भनौँ कि बहिनी भनौँ हो सो उहाँले पनि अलि रहर लाग्यो र त्यही भएर उहाँ चाहिँ कान छेड्नु पर्ने हुन्छ भनेर भन्नुभएको अनि म चाहिँ छेड्नु लागेको A few moments later. सो एकछिनपछि चाहिँ हाम्रो पसलमा डिजीहरू आउनुभएको थियो 3 जना उहाँले चाहिँ ट्याटुको लागि आउनुभएको थियो सो उहाँ चाहिँ ट्याटु बनाउनु सुरु गर्नुभएको थियो सो ट्याटु चाहिँ यस्तो भएको छ हजुरहरूलाई पनि ट्याटु चाहिएको छ भने आउनु सक्नुहुन्छ हाम्रो धनगढीमा साथीहरू म चाहिँ चल्देको घर अब सो टाइम चाहिँ अहिले भइरहेछ हाम्रो 7 बजिरहेको छ अहिले होइन जो म चाहिँ अब चल्देको घर सो म चाहिँ घर जाँदैछु साथीहरू जङ्गलको बाटो सो म चाहिँ अगाडि गएर देखाउँछु A few moments later. सो साथीहरू म चाहिँ यहाँ जङ्गलमा पुगेको थिएँ होइन यहाँ एउटा चिज देखाउँछु हजुरहरूलाई म सो यहाँ हेर्नु साथीहरू यस्तो ठुलो ठुलो बाँदर छन् नि फेरि पुरै भागिरहेछन् यहीँ हेर्नु कहाँ छ यहाँ छ यहाँ यहाँ हेर्नु यहाँ यस्तो ठुलो हुन्छ नि यो बाँदर फेरि कुरै छोडिदिनु गाइस साथीहरू यहाँ म उता भागिसकेँ क्या साथीहरू त्यही भएर म चाहिँ देखाउन पाएन यी हेर्नु यी भाग्यो भाग्यो यस्तो ठुलो हुन्छन् साथीहरू यो कुरै छोडिदिनु फेरि यो माफुले हान्न आउँछन् क्या साथीहरू फेरि ऊ हेर्नु उता भागिरहेको छ एउटा वहाँ पर छन् कि साथीहरू हेर्नु भाग्यो सबै भागिहाल्यो उता ल ठिक छ केही छैन अब भागिहाल्यो त सो म चाहिँ लेकिन ये साला कर क्या रहा है यहाँ पे कस्तो उता जङ्गल पारी गयो होला भनेर सो यो रक्सी सक्सी खाने चाहिँ नगर्नु होला होइन सो धेरै नराम्रो हुन्छ कि फेरि अब हाम्रो घरमा नि खान्छन् बुवा खान्छन् अनि त्यस्तै हो गाइस अब खानु हो खान त तर कम खानु क्या त्यस्तै अरूलाई पनि डिस्टर्ब नहोस् भन्ने टाइपको खानु त्यस्तो अरूलाई पनि डिस्टर्ब गर्ने होइन डिस्टर्ब गर्ने अनि के भन्छन् त्यसलाई गाली गर्ने यताउता गर्छन् कि त्यही भएर मलाई राम्रो लाग्दैन के हो रक्सी सक्सी खाएको होइन सो त्यही हो होइन अब के भनौँ खानेलाई रोक्न सकिन्न न गाइस त्यही हो अब The next day. सो फेरि पनि हे गाइस वेलकम हिजोको भिडियो चाहिँ मैले कुनै गर्न पाएको थिएन होइन सो म चाहिँ हिजो साँझ घर पुगेर भोक पनि लागेको थियो होइन त्यही भएर म चाहिँ खाना खाएर मस्त त्यसपछि टाइमै भएन क्या भिडियो बनाउने सो त्यही हो होइन म चाहिँ आज कहाँ छु भनेपछि म हजुरलाई देखाउँछु यहाँ स्कुलमा यो चाहिँ सानो पढ्दाखेरि यहीँ पढ्थेँ कि स्कुलमा पढ्थ्यौँ होइन यहाँ चाहिँ यस्तो छ धाराहरू यस्तो बनाइसकेको छ पहिला 2टा थियो क्या अनि पछि फेरि यहाँ पानी नै निस्किन लागेन त्यही भएर यहाँ सानो एउटा निस्काइदियो क्या सो त्यही हो होइन यहाँ चाहिँ हामी खुब पढ्थ्यौँ होइन पुरै नास्ता कस्तरी खान्थ्यौँ होइन फेरि पछि सो त्यही हो
अब यहाँ चाहिँ पुरा ग्राउन्ड छ यता चाहिँ पहिला चाहिँ यस्तो थिएन फेरि अहिले भर्खर भइरहेछ अहिले त्यही हो साथीहरु पहिला चाहिँ यता पुरा खाली थियो यहाँ पनि खाली थियो आजकल चाहिँ पुरै यता चाहिँ तरकारी के लाछन् यसमा चाहिँ के लाछन् अब त्यो चाहिँ थाहा छैन हेर्न मिलेन हैन सो केही छैन सो अब म चाहिँ जाँदैछु पसल आज चाहिँ यति ढिला किन भनेपछि सो शनिबार हो त्यही भएर आज चाहिँ म चाहिँ ढिला जानुपर्ने हुन्छ सो ढिला भन्नाले अब 10 बज्न आँटेछ सो त्यही छ अब जाम हैन पसल सो आजको ब्लग चाहिँ यति नै टाटा बाइ बाइ